लस्सो लस्सो के फुला हामी आछौँ सैलुङमा जहाँ हेर त्यहाँ गुफा गुफा छ के अन्त अब चढ्दिने अब चढ्दिने गुफा छिर्दिने अरे कहना क्या चाहते हो यसरी ओर्लिनु पर्छ केटाहरू मन्दिर नजाने रे मन्दिर त जानु पर्यो आइसकेपछि उनीहरू पहिले गइसक्यो होला त्यही भएर स्वासा भइहाल्छ त्यति उक्लिँदा त्यहाँबाट यस्तो छ पारा है आम्मामा कहाँ जाँदै रे हामी महादेव गुफा लोकेसन पनि यता चाहिँ यो देखाइदिउँ है ल महादेव गुफा आऊ केटाहरू सैलुङ को आउने हो रातै आउँछन् नि फेरि आज जस्तो भिड भोलि दिन नहुन सक्छ नयाँ वर्षमा होइन तर भयो तर यही ब्लगबाट इन्जोय गर्नु होला यो फुल देखाइदिउँ न चाहिँ नेपालको राष्ट्रिय फुल गुफा गाई छ अझै उतै मुनि खोल्च्याङमा जस्तो लाग्यो महादेवको जय जय होस् ल अब फेरि फाइनली सक्यो त्यो छिर्ने ठाउँ खै तल रे त्यहाँ अड्का पैसा अड्कायो भने जे मागेको त्यो पुरा हुन्छ रे घर अड्काइहाल्नु पैसा कहाँबाट हुन्छ चान्स यहाँ खोज्ने हो नि यतातिर त्यहाँ लिएर पैसा अड्कायो भने चाहिँ इच्छा पुरा हुन्छ उता माथिपट्टि गुफा चाहिँ यहाँ मुनि छ यताबाट मुनि हो यहाँबाट मुनि छैन अब हामी लाग्छौँ लागौँ ल बिस्तारै खै त यहाँ छिर्ने ठाउँ छ भाइ छ भने मेरो दुईजना साथी छ नि छिराइदिनु पर्यो एकचोटि छिराइदेऊ न यार जाउँ न छोड यहाँ के छ यहाँ के छ अबे ए भागो नाक तू समझा हाँ नहीं तू समझा नहीं जाउँ माथि सरे जहाँ हेर त्यहाँ गुफा छ के अन्त अब चढ्दिने अब चढ्दिने गुफा छिर्दिने जहाँ हेर त्यहाँ गुफा छ के अन्त अब चढ्दिने अब चढ्दिने गुफा छिर्दिने यस्तो ठुलो गुफा छैन क्या ब्याट्री सकिन ठिक्क हुन्छ 29% छ कस्तो भइरहेछ त गुफाको यात्रा यात्रा अब चाहिँ अहिले आएर चाहिँ भोक पनि लागिरहेछ थकाइ पनि लागेको कारणले गर्दाखेरि अलि गले जस्तो फिल भइरहेछ गुफाको यात्रा अब चाहिँ अहिले आएर चाहिँ भोक पनि लागिरहेछ थकाइ पनि लागेको कारणले गर्दाखेरि अलि गले जस्तो फिल भइरहेछ बिस्तारै जाउँ त्यो त्यहाँ पुगेपछि सब सफल हुन्छ ल भनौ कस्तो भइरहेछ गुफाको यात्रा एकदम हो बोल्नै सकेको ल गुफाको यात्रा राम्रो भइरहेछ सबैलाई पानी तिर्ख लाग्यो भने पानी अमला खाने फ्रेस हुन्छ म त जिन्दगी त्यसको हरा पहिला देखेको छु अरे भन्छ नि ए मर्छु म लागौँ है गुफा लागेमा भन्नु होला गोपुरोबाटै मिलाइदिनु क्या पानी गोपुरोबाटै मिलाइदिनु क्या पानी
ल गुफा हेरेछ पल्लो पल्लो अर्को पनि छ गुफा छैन यति लासै हो जाउँ दुध बोला कताबाट जाने हो आयो पास भयो नयाँ वर्ष कस्तो भयो त धेरै लामो रहेछ लामो छैन छोरै चुस्सा रहेछ त्यहाँनिर चुस्सा हो छिर्नुकै जाँदैछ फाइनल्ली आइयो सैलुङको यात्रा सक्यो गुफा पनि 1 वर्षमा नयाँ वर्ष 82 सालमा छिरेर पनि निस्क्यो एकजना चाहिँ गएन र सबैजना गयौँ यस्तै छ अब हामी बिस्तारै अर्को भ्लगमा भेट्नुपर्छ आज चाहिँ यतिमै बिस्तारै ल ल एकचोटि बाई गरिदेऊ सबैजना ल ल बाई सैलुङको यात्रा हाम्रो सक्यो ग्रेट वाल अफ नेपाल ल स्टार्ट सुरु भयो ल पनि ल सक्यो यात्रा डह्रो भएको छ थाहा छैन इन्डिङ पनि भयो नि त ठ्याक्कै ग्रेट वाल अफ नेपालको इन्डिङ भयो ग्रेट वाल सकिएको पानी नि पर्ला जस्तो छ हेर रेनकोट ल्याएर रेनकोटहरू त्यहाँनिर हालेर जानु पायो कस्तो मजा आउँछ ल सक्यो सैलुङको यात्रा कस्तै नगाह्रो भएको यार सरी पानी पर्यो ल अँध्यारो आयो अँध्यारो कोठामा मोमो बनाउने मान्छे म त होइन रहेछ यार ल फाइनल्ली सैलुङको यात्रा सक्यो अब खाजा खानाले बसेको छ है सबैजना के भन्नु छ लास्टमा कस्तो भयो त एकदम बब्बा फाइनल्ली के बब्बा लास्टमा ल यता लास्टमा के भन्न चाहन्छु भने सही ल फाइनल लास्टमा के भन्नु छ त एकदम रमाइलो भयो पानी पर्यो अब बिजोग हुने भयो केही छैन अनि यता अब धेरै नै चिप्लो बाटो हुने भयो यात्रा चाहिँ शुभ र सेफ राइड होस् सबैको फेरि नयाँ वर्ष एकचोटिलाई सबैलाई फेरि नयाँ वर्षमा फेरि अर्को कुनै ठाउँ प्लान गरौँला आयो सही हो खोइ त खाजा खाना हो साथीहरू सैलुङको थुक्पा यसरी नै रमाइलो गर्दै सैलुङको यात्रा चाहिँ हाम्रो सफल भयो होप तपाईहरू पनि यसो मिल्यो भने चाहिँ साथीभाइहरूसँग यसो घुम्न जानु होला यस्तो मौका कहिले पनि आउँदैन टाइम चाहिँ मिलाउनु होला र अब यो भ्लग चाहिँ यतिकैमा इन्डिङ हुँदैछ र अब हामी छिटोभन्दा छिटो अर्को भ्लगमा चाहिँ चाँडै भेट्नुपर्छ गाइस अनि को कोले हेर्नु भएको छ थ्याङ्क्स फर वाचिङ बाई बाई गाइज